ल हेर्नुहोस् मित्रहरू, मेरो कफी बेर्नाहरू चाहिँ यत्रो भइसकेको छ। चाहिने मित्रहरूले सम्पर्क गर्नु होला अब आउँदो सालको लागि, र सब्स्क्राइब पनि गर्नु होला मेरो युट्युब च्यानललाई। तपाईहरुले चाहिँ सब्स्क्राइब गर्नुभयो भने मैले राखेको भिडियोहरू सबैभन्दा फर्स्ट तपाईकै मोबाइलमा नोटिफिकेसन बजेर आउनेछ। ल हेर्नुहोस् मेरो कफी बेर्नाहरू यत्रो भइसकेको छ। अन्त पनि छ, यहाँ मात्रै हैन। ल हेर्नुहोस् कति राम्रो छ यो। एक बिता भन्दा लामो भइसक्यो। ल हेर्नुहोस् मेरो एक बिता लगभग 9 इन्च जति छ, त्यो भन्दा लामो भइसक्यो। लगभग 1 फिटको जतिको भएको छ यो बिरुवाहरू, यो कफी बेर्नाहरू। अरेबिका बोर्बन जातको कफी हो यो चाहिँ, अरेबिका बोर्बन जातको हो। यो चाहिँ तपाईहरुलाई पर्नु जान्छ 50-51 रुपैयाँ गोटा पर्नु जान्छ, किनकि यसमा दुःख पनि धेरै गरिएको छ र पोली ब्याग पनि ठुलो छ। पोली ब्याग हेर्नुहोस्, यो पोली ब्याग चाहिँ तपाईको मालबाँसको फेद जत्रो छ, त्यो साइजको पोली ब्याग हो। यो पोली ब्याग किन्दै पनि महँगो परेको हो। ल हेर्नुहोस् कफी बेर्ना, मेरो कफीको बेर्ना हेर्नुहोस् त कस्तो छ। अबको बजार विश्व बजार छाउने नै कफीले हो। अबको जेनेरेसनमा कफी पिउने हो। पत्ते चिया मान्छेले त्यति पिउँदैनन्। पत्ते चिया त मैले यही भारत र नेपालमा मात्रै पिएको देखेँ, त्यो चलाएको देखेँ। बाहिरतिर त मैले 2-3टा देश घुमेर आएँ। बाहिरतिर चाहिँ त्यो खालको चिया त्यति प्रयोग गरेको देखिनँ मैले। त्यो गर्नु त गर्छ, तर ग्रिन टी चाहिँ गर्दो रहेछ, त्यो चाहिँ गरेको मैले देखिनँ। त्यो चियामा चाहिँ ग्यास्ट्राइटिस बढाउने एउटा केमिकल उत्पादन हुन्छ अरे, त्यसले गर्दाखेरि चाहिँ त्यो चिया त्यति प्रयोग गर्दैन। र विश्व बजारमा अहिलेको माग नै कफी हो। पेट्रोलियम पदार्थदेखि चाहिँ दोस्रो माग भनेको नै कफी भनेर अहिलेको विज्ञहरूले भनिराखेको कुराहरूलाई मध्यनजर गर्दै म पनि कफी व्यवसायमा लागेको हो। अनि मैले चाहिँ खासमा चाहिँ यो चाहिँ मैले आफै रोप्नुको लागि पनि बिरुवा उत्पादन गरेको हो, तर आफूले रोपेर अलिक नसिदिने भएको कारणले गर्दाखेरि केही बिरुवा चाहिँ बिक्रीमा पनि मैले आह्वान गरेको, खुल्ला गरेको, यहाँहरूलाई चाहिएको छ भने। र मैले अस्ति गएको साल पनि रोपेको छु। गएको साल कति 5-6 रोपनी क्षेत्रफलमा रोपेँ भने अब अहिलेको साल लगभग 12-13 रोपनीमा मैले चाहिँ यो कफी विस्तार गर्दैछु, कफी खेती गर्दैछु। अब यसको चाहिँ तपाईको रोप्नु त रोप्ने, बजारीकरण कसरी गर्ने भन्ने कुरोमा चाहिँ अब यसको बजारीकरण गर्नु एकदम सजिलो छ। कफी क्याफेन्दी गएर सोद्धाखेरि उनीहरूले पनि टुङ्गो लगाइदिन्छ, यसको बेच्ने ठाउँ यहाँ छ, यसको विक्रेता यहाँ छ, क्रेता यहाँ छ भनेर चाहिँ उहाँहरूले पनि तपाईहरुलाई सुनाइदिनुहुन्छ। तर यो चाहिँ नेपालमै मात्रै होइन, हाम्रो चाहिँ अब विश्व बजारमा जाने जापान, नेदरल्यान्ड, दक्षिण कोरिया, चाइना हुँदै यो युरोप कन्ट्रीतिर बेसी जान्छ। यो चाहिँ उता लन्डनतिर जाने, आयरल्यान्डतिर जाने, यसको चाहिँ बजारहरू त्यसरी हामीले चाहिँ पाएको छौँ। यसको चाहिँ हामीले त्यो तरिकाले हामीले चाहिँ बुझेको छौँ। अब तपाईहरु भर्खर रोप्दै हुनुहुन्छ भने, रोप्ने चाहनामा हुनुहुन्छ भने हामीसँग बिरुवा तपाईहरुले किनेर लगेर हामीसँग नै कन्ट्याक्ट गर्दाखेरि तपाईहरुले फलाउनु भएको हामी पनि किन्नु सक्छौँ। अब तपाईहरुले हैन बजारीकरण गर्नुहुन्छ भने तपाईहरुलाई पनि एकदम सजिलो छ कफी बेच्नुको लागि। र यसको पल्पिङ गरेको, अब यो कफीको पल्पिङ भन्छ, रातो चेरी बोक्रो फालेर सुकाएर बेच्ने हो। त्यसो गर्दा चाहिँ अलिकति कृषकलाई अलिकति फाइदा हुन्छ, अलिकति हैन धेरै फाइदा हुन्छ। र चेरी नै तपाईहरुले चाहिँ डल्लो त्यो गोलो रातो दाना नै बेच्नुभयो भने चाहिँ त्यो चाहिँ अलिकति सस्तो पर्नु जान्छ। अनि चेरी चाहिँ तासेर चाहिँ तपाईहरुले चाहिँ बेच्नुभयो भने चाहिँ तपाईको यो चाहिँ 700-800 रुपैयाँ केजी पर केजी पर्नु जान्छ भने एउटा बोटमा तपाईले कति चाहिँ उत्पादन गर्न सक्नुहुन्छ भन्ने कुरोमा चाहिँ यो चाहिँ तपाईको एउटा बोटमा चाहिँ तपाईको
22-23 केजी, लगभग 12-13 केजीदेखि उकालो 22-23 केजी 24 केजीसम्म चाहिँ उत्पादन गर्न सक्नुहुन्छ योमा। त्यस्तो फल्छ कफी फलेको तपाईँहरूले देख्नु भएको छ छैन त्यो पनि कमेन्ट गर्नु होला। यति लटरम्मै फल्छ, यति लटरम्मै फल्छ। अनि यो चाहिँ अब रोपेको तपाईँको कति भने 3 वर्षदेखि चाहिँ पूर्ण रूपमा आम्दानी दिन थाल्छ। अनि रोपेको केही वर्ष राम्रो मलजल पायो भने चाहिँ रोपेको 1 सालदेखि एउटा बोटमा 2-4 केजी 1-1.5 माना चाहिँ फल्नु सुरु गर्छ यसले। यसको उत्पादन चाहिँ त्यस्तो छ। ल हेर्नुहोस् यो बिरुवाहरू, अब यो यहाँ चाहिँ मेरो 6-7 हजार बिरुवा छ। अब यसलाई मैले अब रोप्ने वाला तयारीमा हो। अब मङ्सिर पुसतिर चाहिँ यसको खाडल खनेर चाहिँ यसलाई चाहिँ मलजल गरेर रोप्ने हो। अब यसको खल्टा चाहिँ यसलाई रोप्ने चाहिँ कसरी भन्नुहुन्छ भने खासमा चिया तथा कफी बोर्डले चाहिँ यसलाई चाहिँ 18 बाई 18 इन्चको खाडल खन्ने अनि 18 बाई 18 इन्चको खाडलमा चाहिँ त्यो निस्किएको माटोलाई चाहिँ 6 केजी जति मल मोलेर चाहिँ राखेर त्यो खाडलमै त्यही माटो राखेर चाहिँ फेरि यसलाई चाहिँ रोप्नु भन्छ। हो त्यही मापदण्ड पुरा गर्नुभयो भने एकदमै राम्रै हुँदो रहेछ। मैले त्यो मापदण्ड पुरा गरेर पनि रोपेको छु। त्यसरी रोपेको चाहिँ लगभग तपाईँको 1 वर्ष 1.5 वर्षमा तपाईँको उत्पादन दिनु थाल्छ त्यसरी। तर सुरुमै रोप्ने क्रममै अल्छी गऱ्यो भने चाहिँ बिरुवा बढ्दैन, उत्पादनमा ढिलो, पछि उत्पादन पनि कम दिने हुन्छ। सुरुमै गर्छु भनेपछि एउटा जाँगरको साथ तपाईँहरूले पनि रोप्नु होला। मित्रहरूलाई म त्यो सल्लाह दिन चाहन्छु। र यो कफी बेर्नाहरू अब यसरी राखिएको छ, यसरी टन्नै राखेको छु मैले चाहिँ। यो पोली ब्यागहरू पनि ठुल्ठुलो छ, त्यही कारणले गर्दाखेरि अलिकति यसको कस्टहरू पनि महँगो पर्नु गएको हो। महँगो भन्दा पनि के महँगो र एउटा जाबो भोलि फल्छ फल्दैन भन्ने बुद्धचित्तको बिरुवामा तपाईँको 2500, 3000, 5000 लाउनु पर्छ भने त्यो त भोलि बिक्छ बिक्दैन। यो त उपभोग्य खाद्यान्न पेय पदार्थ, यो त फिक्स बिक्ने हो नि त। त्यसले गर्दाखेरि योमा चाहिँ अब बुद्धचित्तहरू जति दाम पनि महँगो पर्दैन यसको। त्यो तरिकाले यसलाई रोप्नुभयो भने बजार चाहिँ योमा छ, फाइदा योमा छ। तपाईँहरूको बाँझो जमिन छ भने एकदम राम्रो हुन्छ। हल्का सेपिलो उत्तरी कोल्टे जग्गा अति सुट गर्छ कफीले। त्यस्तो जग्गा छ भने चाहिँ तपाईँको एकदमै चाँदी कटै नै हुन्छ पैसा थापै चाहिँ यसको चाहिँ। र रोप्दाखेरि तपाईँले 15-20 च्याङ मात्रै रोप्ने होइन, बजारीकरण गर्नुको लागि चाहिँ अलिकति धेरै नै रोप्नुपर्छ तपाईँहरूले। किन भन्दा तपाईँले 100 बिरुवा रोप्ने ठाउँमा 300 रोप्नुभयो भने 300 को एमाउन्ट पछि बेच्दाखेरि सम्झिनुहोस् कति हुँदो रहेछ। र 300 को ठाउँमा 500 रोप्नुभयो भने 500 को कति काँठ हान्दो रहेछ माथि पैसा पछि बेचेर हार्भेस्ट गरेर चाहिँ बेच्ने क्रममा चाहिँ। हो त्यो सम्झेर तपाईँले धेरै होइन अलिकति थोरै नै, थोरै होइन धेरै नै रोप्नु पर्यो। थोरै रोप्दाखेरि बजारीकरण पनि गर्नु अलिकति साह्रो अनि कम उत्पादन, पैसा थोरै समाउने। त्यो कारणले तपाईँले कम्तीमा पनि कफी खेती गर्नुहुन्छ भने 300 बोटभन्दा उकालो रोप्नुहोस् होस्। अनि त्यसको परिणाम भोलि पर्सि बेचेको बेलामा, हार्भेस्ट गरेको बेलामा अनि पैसा समाउँदाखेरि तपाईँलाई कतिको स्वाद हुन्छ त्यतिखेर तपाईँहरूलाई यो मैले राखेको भिडियोको सम्झना आउनेछ। 2-3 वर्षमा आइहाल्छ नि, समय मुलाङ कति पनि हुँदैन, बितेर जानु। अनि तपाईँको यो जुन यो कफीको आयु चाहिँ तपाईँको 45 वर्षसम्म चाहिँ एउटा बिरुवाले निरन्तर आम्दानी फल दिने। अनि त्यस पछाडि चाहिँ भुइँ छोडेर 1 फुटमा ठुटा काटिदिएपछि फेरि नयाँ पालुवा आएर चाहिँ फेरि पहिलाकै जस्तो आम्दानी दिने भन्ने यसको विज्ञहरूले, यो तपाईँको उता यो ब्राजिलको यसको विशेषज्ञ ब्राजिलको मान्छेहरूले चाहिँ यसको त्यो भनेर यसको आकलन निकालेको छ। अब हामी त त्यत्रो धेरै भएको छैन रोप्न थालेको, तर त्यस्तो भनेर यसको चाहिँ आकलन निकालेको छ। विश्वमा सबैभन्दा बेसी कफी उत्पादन गर्ने देश ब्राजिल, दोस्रोमा भियतनाम, यिनीहरू हो। तर यसको सुरुवाती चाहिँ कहाँदेखि भयो भन्नुहुन्छ भने अफ्रिकादेखि हो।
अब नेपालमा चाहिँ कहाँदेखि सुरु भयो भन्नुहुन्छ भने बर्मादेखि चाहिँ एकजना हिरागिरी भन्ने पहिला त अब मुगलान फस्ने चलन थियो नि त त्यहाँ त्यतिखेर चाहिँ बर्मादेखि चाहिँ एउटा हिरागिरी भन्नेले चाहिँ गुल्मीमा ल्याएर रोपेको अरे भन्ने यसको कुरो छ 1900 खै कतिमा भनेको छ त्यो अनि त्यहाँदेखि चाहिँ उसले 1-2 दाना बर्मादेखि ल्याएछ अनि बर्मादेखि ल्याएर अफ्रिकादेखि बर्मा आयो बर्मादेखि अफ्रिकादेखि यसको बिउ चाहिँ बर्मा आयो बर्मादेखि चाहिँ हिरागिरी भन्नेले चाहिँ ल्याएर नेपालमा रोपेर यसको व्यावसायिक खेती चाहिँ लगभग भएको 30-35 वर्ष मात्रै गुल्मीतिर भयो अरे यता हाम्रो पूर्वतिर चाहिँ भर्खरै भएको हो भन्दै यसको डिटेल कुरा त गरेर साध्यै छैन र पनि अब छोटो मैले कुरा यहाँहरूलाई दिएँ लाइक गर्नु होला सब्स्क्राइब गर्नु होला बिरुवा चाहिएको छ भने म नम्बर छोडिदिन्छु त्यसमा मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ भन्दै यस भिडियोदेखि चाहिँ म अन्त्य हुन चाहे है त मित्रहरू।